हेलो गाइस, यो चाहिँ हाम्रो एसएन हाइवे साइड दुधे साइडबाट अब हामीले यो लो बेडमा हाम्रो स्काभेटर 210 को माक्सु मेसिन लोड गर्ने क्रममा छौँ। हामी देश निर्माणको काम सहित पढिरहेछौँ। एसएन हाइवेको काम अहिले हामी दुधे सडकको निर्माणको काम हुँदाहुँदै अब बिर्ता मोड जाने तयारीमा छौँ। हाम्रो कोमाक्सु 210 न्यू मेसिन यतापट्टि भएको जङ्गल दुधे साइडको जङ्गल हाम्रो। अब मेसिन लोबेडमा चढाउने तयारी। यो रेम हुँदाखेरि रेमबाट हुन्छ, नत्र भए तपाईँको ठाडै लोड पनि हुन्छ। तर अहिले रेम भएको कारणले रेममा लोड हुँदैछ। हाम्रो अपरेटर भाइ हिमाल भाइ हुनुहुन्छ उहाँ। अब बिस्तारा हुन्छ यताको साइडबाट घुमाऊ, यताबाट। यो चाहिँ लोबेडमाथि लोड भइसकेको अवस्था। नयाँ मेसिन हाम्रो विनिताश्री इटरी हाम्रो कम्पनी। हाम्रो लोबेड गुरुले इसारा दिँदै हुनुहुन्छ। हाम्रो साह्रै मिलनसार भाइ हिमाल झापाली बासिन्दा। लोड भइसकेको अवस्था छ। हाम्रो नेपाल आयल निगम इन्द्रेणी आयल एउटा सोनी छ। ल लोडिङ लगभग भइसक्यो। अब हामी यहाँबाट बिर्तामठ हुँदै कागरभिट्टाको लागि जाँदैछौँ। यहाँबाट एसएन हाइवे देश निर्माणको कामको लागि अघि बढ्दै हामी युवाहरू। एसएन हाइवे हाम्रो गुरु कालिका कन्स्ट्रक्सनको हुनुहुन्छ। साह्रै मजाको, साह्रै राम्रो मिलनसार हाम्रो हिमाल भाइ अपरेटरज्यू तल झर्दै हुन्छ। हस् त अहिले आज यति नै है।